नमस्ते, म उर्मिला महाजन हो। म आज बस्मी चटामरी बनाउँदैछु। म तावा तताउँदैछु। अब तावा ततिसकेपछि यो चामलको पिठोको चटामरी बनाउँदैछु। बस्मी चटामरीको लागि म मासु राख्दैछु। यसरी फेदेर अन्डा फिट्न जाँदैछु। हल्का प्याज हाल्दैछु। क्याप्सिकम अलिकति हाल्ने, धनियाँ अलिकति, अनि म फेरि फिट्छु, अनि पछिबाट हाल्ने। अब माथिबाट गोलबेरा मिठो पनि हुन्छ। हल्का मसला यसो छर्क्यो भने तिनले जति यसले छोपेर यसरी राख्यो भने यो हामीले राखेको 3 मिनेट भइसकेको छ। अहिले रेडी पनि भइसक्यो।